Hi everyone, welcome back to my channel. It's me Samrina. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ बिहान चट्ट लाएर रेडी भएर म चाहिँ कता जान लागेको होला त। यदि म कता जान लागेको भनेर थाहा पाउनु मन छ भने चाहिँ हजुरहरू यो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ र यो भिडियो अन्तिमसम्म हेरेर मलाई साथ दिनु होला। हेर्नु फेरि हामी तिनजना सँगै बस्नु भनेर दुईजनाको सिटमा हामी तिनजना बसिरहेको। बागमती खोलाको बाढी चाहिँ यस्तो डेन्जर आएको छ। हामीहरू चाहिँ अटोहरू नपाएर हिँडेर जाँदैछौँ। कति धेरै प्याक रहेछ त्यहाँ अटो चढ्ने ठाउँमा पनि, त्यही भएर हामी चाहिँ अब हिँडेरै जाने भनेर हिँडेर जाँदैछौँ। चाहिँ हामी मेन गेटबाट भित्र आइसकेका छौँ। अनि यस्तो गाउँ जस्तो रहेछ है। म चाहिँ कहिले पनि आएको थिएन, यो चाहिँ हाम्रो फर्स्ट टाइम हो। अनि यति धेरै भक्तजनहरू चाहिँ जाँदै हुनुहुन्छ त्यहाँ मन्दिरमा। चाहिँ कस्तो आफ्नै गाउँ आएको जस्तो लाग्यो, किनभने ठ्याक्क हाम्रो गाउँ जस्तै जङ्गल त्यसपछि ठ्याक्क गाउँहरू आउँदो रहेछ। सेम त्यस्तै रहेछ यहाँ पनि, ठ्याक्क लगाएर गाउँहरू। यसरी भाकल चाहिँ आफ्नो पुरा भइसकेपछि चाहिँ यसरी पुरा गर्नुपर्ने रहेछ आफ्नो भाकल। यसरी नै मन्दिरसम्म नै यसरी नै पुग्नुहुन्छ उहाँ। हामी चाहिँ अब चाहिँ आइसकेको छौँ मन्दिरको नजिक। अघि चाहिँ आइसके जस्तो लाग्थ्यो फर्स्ट टाइम आएर होला। यति धेरै टाढो लाग्यो नि हामीलाई, यति धेरै हिँड्नु पऱ्यो हामी। यहाँ चाहिँ कस्तो राम्रो टेडी बियरहरू, बच्चाको खेलौनाहरू केहरू राख्नु भएन बेच्नलाई। अभियसली मेला भनेपछि यस्तै नै हुन्छ है, रमझम। कता गएको त मन्दिर त हो के त? प्याकेटै लिनु थाल्यो भने 10 रुपियाँको दुईवटा मात्र आउँछ भन्नु। त्यही त हेरेँ। त्यति धेरै हिँडेको नि वर्थ इट नै भयो जस्तो लाग्यो मलाई, किनभने यहाँ त कति धेरै ठुलो मेला लाग्दो रहेछ कि। सानो भाइ पनि यहाँ व्यापारी भएर बसेछ। लाज लागेछ फेरि यो भाइलाई। नलजा आफूले जाने काम त गर्नु परिहाल्यो नि। आएर चाहिँ नयाँ चिज देखेको थियो, यो के हो हामीलाई पनि थाहा भएन। यो बर्तनहरू पनि बेच्न राखेको छ, भाँडाहरू नि कस्तो राम्रो भाँडाहरू रहेछ। पनि रहेछ यहाँ चाहिँ। यति ठुलो मेला रहेछ ठ्याक्कै सुरुदेखि यहाँ मन्दिर आइपुग्ने बेलासम्म नि मेलै सकेको छैन। यति धेरै बजार लागेको रहेछ नि यहाँनिर। आम्मा हजुर, म चाहिँ एक्लै यहाँ जल लिन आएको छु। हामीले चाहिँ अब यहाँबाट जल लानुपर्ने हुन्छ। यहाँ चाहिँ सबैजना जल लिन आउनु भएको छ। भाबी अनि पूजाहरूको चाहिँ पुरा दुखेर उनीहरू वहीँ अगाडि नै बसिरहेको छ। म चाहिँ एक्लै यहाँ जल लिन आएको छु। टक्क लागेर म चाहिँ जल लिएर जान्छु। यहाँ चाहिँ कति धेरैजना हुनुहुन्छ जल लिन आउनुभएको। मान्छे अगाडि त्यत्तिकै त्यति धेरै मान्छे कहिले पुग्नु होला त्यहाँसम्म। इमाजिन पनि गर्न सक्नुहुन्छ भिड छ, यति धेरै भिड। लगभग हामीलाई यहाँसम्म आउनलाई आधा घन्टादेखि 1 घन्टा पनि लागिसक्यो होला। भर्खर यहीँ पुगेको त्यहाँ मन्दिरसम्म पुग्नु झन् अझ कति टाइम लाग्नु थालेन। यति धेरै मान्छे हुनुहुन्छ।
धेरै प्याकेज लट्ठीले हानेर हटाएछ कति मान्छेलाई त झन् डल्ल हामीले चाहिँ लट्ठी खाएन तर ढकाल्ने चाहिँ एकदम यस्तो ढकालिदिनु भएको थियो खुट्टा एकचोटि बाहिर निस्किन्छ ल भयो अब चाहिँ हामी पूजाहरू बाहिर आएर पूजा त के सक्यो भन्नु अलिअलि पूजा गर्नु पाएँ त्यस्तो राम्रोसँग पूजा गर्नु पाएन एकदम धेरै भिड भएको कारणले गर्दाखेरि अब चाहिँ दामीलाई मिलेर अनि चाहिँ घर जान्छौँ झुमरी रहेछ झुमरी आयो झुमरी माइकमा बोलिस कति हरा मान्छे हामी टिका लाउनु बसेको छ हेर्नु मेरो टिका यस्तो तान्छ नि फेरि ले चाहिँ यहाँनिर फ्रीको पानी पनि खायो उहाँहरूले चाहिँ निःशुल्क राखिदिनु भएको रहेछ पानी धेरै धेरै धन्यवाद मर्नै लाग्छ त्यो पानी प्यास लाएर अगाइसक्यो अब आउँदाखेरि कति धेरै एक्साइटेड भएर आएको थियो तर यहाँ आएर गर्मी प्याक प्लस भोकले हामी त बिहोसी हुँदैछ रमाइलो नि भइरह अनि नयाँ ठाउँ है कस्तो राम्रो लाग्यो आउँदाखेरि आउँदा नयाँ टिका हो कि टिका चाहिँ खतरा लगाइदिनु भएको क्या साँच्ची नै भने यस्तो खतरा लगाइदिनु भएको नि टिका हामी त यहाँ खाजा खानु बसेको खाजा खानु पर्ला अब रिङ्गोटा लागिसक्यो यस्तो डेन्जर म त एकछिन पनि भोक सहन सक्दिनँ सो अब चाहिँ हामी गाडीमा चढेर घर फर्किनु लागेको अनि दुईजना चाहिँ अगाडि बसिरहेको छ अनि म चाहिँ एक्लै चाहिँ यता पछाडिपट्टि बसिरहेको छु अब चाहिँ हामी घर फर्किएको अवस्था अब हाम्रो गाउँ आइसकेको छ वाउ आफ्नो त गाउँै प्यारो के जहाँ गयो नि आफ्नो गाउँ आउँदा यति रमाइलो लाग्छ नि फाइनली अब म चाहिँ घर आइसकेको छु अब हामी भिडियोको अन्तिममा पनि आइसकेको छ अनि त्यसपछि हजुरहरूले यहाँ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएको छ भने हजुरहरूलाई धेरै 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 मनदेखि नै धेरै 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 धन्यवाद भन्न चाहन्छु अनि त्यसपछि रमाइलो भयो है आजको यात्रा त्यही टुटेश्वरको थियो है टाढो रहेछ मलाई थाहा थिएन त्यति धेरै टाढो छ भनेर है यो चाहिँ मेरो फर्स्टचोटि हो है अनि कस्तो गाह्रो भएको थियो किनभने मलाई मोसन सिकनेस हुन्छ कि है गाडीहरूमा हिँड्न सक्दिनँ कति धेरै गाह्रो हुन्छ त्यही पनि म गएँ है पूजा गर्नको लागि भनेर अनि एउटा अलिक खल्लो लागेको चिज चाहिँ त्यही अब मजाले बसेर चाहिँ पूजाहरू गर्न नपाइँदो रहेछ यस्तो भिड मान्छेहरूलाई लिटरली लट्ठीले हानेर चाहिँ पुरै पछाडिबाट चाहिँ एकदम ढकेलिदिनु भएको थियो आमा यस्तो ढकेल कतिजना चिप्लेर पनि लड्नु भएको थियो होइन धन्न हामीले चाहिँ लट्ठी पनि खाएनौँ हामी चिप्लेर पनि लडेनौँ है तर त्यहाँ चाहिँ यति धेरै भिड थियो अनि त्यहाँनिर हामी मजाले बसेर पूजा गर्ने त त्यो पोसिबल नै हुँदैन होइन
किनभने एकजना होइन दुईजना होइन अब अरूहरूलाई पनि त्यस्तै लागेको होला होइन त्यही पनि दर्शन मात्र भने पनि गर्नु पायो त्यसमा चाहिँ मलाई एकदम धेरै खुसी लाग्यो अनि यताउता मेलाहरू हेर्दाखेरि त कस्तो रमाइलो थियो कि कति ठुलो मेला लाग्दो रहेछ है यता वरिपरि हुने मेलाहरू भन्दाखेरि त्यहाँको चाहिँ एकदम धेरै ठुलो मेला लाग्दो रहेछ त्यही भएर मलाई चाहिँ हामीले चाहिँ कति धेरै इन्जोय पनि गऱ्यौँ है यहाँ यति नै हो अब आजको यो भिडियोमा है आई होप हजुरहरूले मेरो भिडियो इन्जोय गर्नुभयो होला यदि अब केही कमी कमजोरी जस्तो मैले केही सुधार्नु पर्छ जस्तो लाग्यो भने चाहिँ हजुरहरूले कमेन्टमा मजाले लेख्न सक्नुहुन्छ है यस्तो सुधार्नु पर्यो यस्तो गर्नु पर्यो भनेर म चाहिँ हजुरहरूको कमेन्ट गरेर आफ्नो सुधार्छु है आफ्नो कमी कमजोरी आफ्नो गल्तीहरू सुधार्छु किनभने यो युट्युबको जर्नी चाहिँ मेरो अब सुरु हो नि त अनि त्यही भएर मलाई त्यस्तो खासै आइडियाहरू छैन एडिटिङहरू यस्तोहरू चाहिँ खासै आउँदैन जस्तो मैले बनाउन सक्छु भिडियोहरू त्यस्तै बनाएर हालिदिने हो सो यहाँ यति नै हो अब अर्को भिडियोमा भेट्ने छौँ हामी है फेरि अर्को नेक्स्ट भिडियोमा भेट्ने छ ओके अहिलेसम्मका लागि अब चाहिँ छुट्टिन्छौँ बाई बाई